ल हाम्रो 3 पाटनको यात्रा यस्तो छ है बिजोक पारा छन् बाटो यस्तो छ ल सुगम उठ्छल ठेल ठेल गाडी ठेल भनेपछि मात्र ठेल मम्मी ला लोरे एउटा ठेल 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 गयो सुगम बिजोक छ है तेरो जुत्ता खोइ ए कोदो रोप्न गएको त धान रोप्न गएको धान रोप्न हिँडेको छु धान रोपेर गइसक्यो अटो सिङ्गल त हो नि ल हेर्नुहोस् बाटो 3 पाटन जाने बाटो सम्बन्धित निकायले ध्यान त दिँदैन यस्तो कुरामा त बर्खायाममा यस्तो बाटो छ ल हिलो किल्छ ल फोर भयो पख हिलो किल्छ सकमुके बजार सक्यो बजार सानो सक्यो यति हो बजार ल आज चकमुके बजार डुल्ने काम केही छैन आज चकमुके बजार डुल्दैछु हामी रमाइलो ठाउँ छ यस्तै हो अहिले हामी चकमुके बजारतिर छौँ आज 3 पाटन गाउँपालिकामा लामबोटर बहुमुखी क्याम्पसमा घुम्न आएको यसो कार्यक्रम थियो अब आर्थिक वर्ष क्लोजिङ लाग्यो यसो बिल भुक्तान हुन्छ भने आएको घुम्न आएको सुगम आज कस्तो लाग्यो क्याम्पस टुलेर आज बिजोक भयो यस्तो बिजोक बाटोमा कहिले बनियो यो बाटो यस्तो बिजोक बाटो छ 3 पाटनतिर यसो घुम्न आएको चकमुके बजार पनि हेरेको आज विभिन्न ठाउँमा गयो हेलो ल आजको शुभ यात्रा कस्तो भयो तपाईको भन्नुस् त एकदम कठिन यात्रा तर यो दुःख सुख गरेर पनि सबैभन्दा विकट 2टा ठाउँ त्यहाँ थियो त्यो पनि कटायो अब त पुरै चिलमा गइछ चिलमा बर्खाको बाटो यस्तै हो मेन अप्ठ्यारो बाटो हामी कट्यौँ होइन आजलाई अब चाहिँ बच्यो भन्ने कुरो लागिरहेछ